हेलो साथीहरू, वेलकम छ तपाईँहरूलाई फेरि पनि मेरो मिनी भ्लगमा। आज चाहिँ हाम्रो घरमा खेताला छ धान रोप्ने, त्यही भएर म चाहिँ यसो हावा खानु डुली हिँड्दै गरेको होइन। अब चाहिँ हामीले चाहिँ खाजाको लागि चाहिँ चटपटी बनाउने प्लान गऱ्यौँ। अनि चटपटीको लागि सबै सामान काटकुट गरेर चम्ची बनाउनुको लागि काट्दै गर्नुहुँदैछ दिदीले चाहिँ। अनि यहाँ चाहिँ खाजा बोकेर जाँदै हुनुहुन्छ। यो चाहिँ रहेको छ हाम्रो खेत जाने बाटो। यहाँ माथि हुनुहुन्छ धान रोप्नुहुनेहरू। अनि यो चाहिँ बाँकी रहेको हाम्रै खेत हो, तर धान रोप्न बाँकी छ। अनि यहाँ माथि चाहिँ रोप्दै हुनुहुन्छ। अनि म चाहिँ यसो हेर्दै जाँदैछु। अनि खाजा लानुहुने मान्छेहरू चाहिँ ऊपर हुनुहुन्छ। उहाँहरू चाहिँ धान रोप्ने खेतालाहरू। यो रहेको छ काल्लाहरू। अब चाहिँ खाजा बाँड्नेतर्फ लागिँदैछौँ हामी चाहिँ। हामीले चाहिँ यहाँनिर खाजा बाँड्दैछौँ। खाजा चाहिँ चटपटी रहेको छ होइन साथीहरू। यो चाहिँ मेरो चटपटी हो, म चाहिँ घरमा आएर खाँदैछु। अनि खाजा खाइसकेर फेरि म चाहिँ गएँ खेतमा चाहिँ पुरा धमाधम काम चलिरहेको रहेछ। अनि म चाहिँ गएर यसो हेर्दै बसेको होइन साथीहरू। सो गफमा कति छिटो सकिसक्नुभयो होइन साथीहरू। अब यतापट्टिको बाँकी छ, त्यहाँदेखि सकियो साथीहरू। थुप्रो काला बाँकी थियो, तर म पुग्दाखेरि चाहिँ सकिसकेको रहेछ। सो साथीहरू, खेतको काम चाहिँ सकिनु नै आँटेको छ। अनि म चाहिँ हेर्ने अनि भिडियो बनाउनेमा मात्रै छु। सो साथीहरू, म चाहिँ फेरि घर आइसकिसकेको छु। मेरो काम चाहिँ अब धन्दा गर्ने रहेको छ। धन्दा गर्दा घाम पनि घरि चल्को लाग्छ, कहिले चाहिँ मधुरो भइजान्छ होइन साथीहरू। दिदीहरूसँग गफ गर्दै मैले चाहिँ धन्दा गरेँ।
सो साथीहरू मैले चाहिँ फाइनली धन्दा गरिसकेँ होइन। धन्दा गरिसकेर चाहिँ मैले पानी खाएँ। सो साथीहरू मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। अनि आजको लागि यति नै, बाई बाई।